सन् 2025 को भौतिकशास्त्र फिजिक्सको नोबेल पुरस्कार 3 जना वैज्ञानिकहरू जोन क्लार्क, माइकल एच डिबोरेट र जोन मार्टिनेसलाई दिइयो। म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र विद्युत परिपथमा एनर्जी क्वान्टाइजेसनको खोजको लागि वैज्ञानिकहरूलाई यो पुरस्कारद्वारा सम्मानित गरिएको हो। क्वान्टम घटना यो केवल सूक्ष्म स्तरमा मात्रै होइन, माइक्रोस्कोपिक लेभलमा हाम्रो हातले समात्न सकिने सर्किटहरूमा पनि देखिन सक्छ भनेर सुपर कन्डक्टिङ सर्किटमा उहाँहरूले देखाउनु भएको थियो, जसले क्वान्टम कम्प्युटर, क्वान्टम सेन्सर र क्वान्टम क्रिप्टोग्राफी जस्ता प्रविधिहरू बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। विद्युत परिपथमा जम्मा भएको शक्ति डिस्क्रिट लेभलहरूमा मात्र बस्ने, जुन क्युबिटमा स्टेबल क्वान्टम स्टेटको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यही खोजको लागि 3 जना वैज्ञानिकहरूलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो।